हेलो गाइज गुड मर्निङ एभ्रिवान। तर हामीहरू चाहिँ आज चाहिँ केएमसीमा 6 बजे भन्दा अगाडि नै आएको होइन, आयो टक्क त्यहाँ हेर्नु न पुरा कुडो लागेको छ। हामीहरू आउँछौँ भनेर त कुडो पनि त्यही बसिएको छ। आज सब यसको कारणले हो। ऊ त्यहाँ हाम्रो दोस्तहरूलाई यो गणेशले लाल पहाडी भनिरहेको थियो, तर त्यो भन्नु चाहिँ होइन। लास्टै चिसो छ। तर मैले चाहिँ यो हाइनिक चाहिँ धोया थियौँ कि हाइनिक लगाउन अब चिसो हुनाले अब लगाउनु पनि पाएन। अब केटाहरू यहाँ पुरै बुलिरहेछन् मजा। तर त्यहाँ हेर्नु न पुरै केएमसीको भ्यू हेर्नु न गाइज। यो भ्यू भनेको मर्निङ हो, मर्निङ टाइमको भ्यू हो। तर यसले केही जाओस् न तिम्रो 2 लाइन तिम्रो भन न यार, केही छ कि यार? माइक साइक निकालिदियो, चिनाइदियो यार। तर गाइज यस्तो भयो कि तर ऊ दोस्तको आँखा चाहिँ अलिक कमजोरै थियो। तर बिहान कुहिरोको कारणले चस्मा चाहिँ हातमा समातेर आज। तर म चाहिँ कालो चस्मा लाग्छु। फेरि मेरो आँखा कमजोर त छैन है। फेरि ए देखाइदेऊ, तिम्रो चस्मा देऊ त। फेरि अब मान्छे भन्छन् गफ दियो, यस्तो दियो, बिहान बिहानै गफ दिन्छ भनेर गाडी पनि गर्छन्। तर म चाहिँ त्यस्तोमा पर्दैन। साथीहरू त फेरि सब त्यस्तै मुर्रा भनिरहेछ। ऊ आएर है गाइज के बोलिरहेछन् सबै सुनिरहेछन्। गाइज हाम्रो भ्लग चाहिँ यति नै हो। अब उता मास्टरको क्लासहरू चाहिँ स्टार्ट भइरहेछ। उहाँ हेर्नु गाडीहरू सब गाडीहरू पार्किङमा छन्। यहाँ चाहिँ मास्टरको क्लासहरू हुन्छ, एमबिएस हो, एमबिएको क्लासहरू हुन्छ। यो चाहिँ हाम्रो मेगा हल हो कि मेगा हल। यहाँ सबै प्रोग्राम हुन्छ। तर यहाँ अझै प्रोग्राम छ यार, हेर्दै इक्जाम हल आज छ। यसमा पनि हो कि कहाँ भने हो? आज छ हाम्रो सोब्यूको छ कि यो छ नि, त्यो ट्रेनिङ दिनु लाग्छ नि क्लासहरु है। यो बाहिर सर्ट माथिमा होइन लाउने, सर्ट माथिमा लाउने गाइज।